बोली मिठो भो सुरिलो आवाजको जादु छुट्टै भो जो बल्ले पिरतीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भाकेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो
ल धेरै बधाई छ मेरो छोरालाई बाबुको बिहालाई हाम्रो प्रसारबाट कार्यक्रम सुरु भइरहेछ दाम्पत्य एकदम सदा सर्वदा हाँसी खुसी केटो हुम्बाग्लुङ धम्जाको बेगर भनी सबैले सम्झाको मकुर मकुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर हुम्बाग्लुङ धम्जाको सबैले सम्झाको मकुर मकुर घुर देवी थानका परे
अहिलेसम्म एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर यसपालि त मेरो नि बिहे गर्ने सुर हजुर सानियामा होइन हजुरको घर कहाँ रे त्यहीँ लाम्चोर हो ए छोराको बिहामा चाहिँ है यो लामाचोरको कसा राम्रो कि हेम्जाको ल धन्यवाद। हामी सोलुखुङबाट खोटाङबाट आएको हौँ। हाम्रो भाइको शुभ विवाहमा भाइको छोराको विवाहमा आएको हौँ। त्यसमा हामी परिवार मेरो श्रीमती मेरो बहिनी उहाँ जेठी दिदी हुनुहुन्छ। मेरो भाइको छोराको बिहामा पोखरा आएको हौँ। धन्यवाद। सोलुदेखि आउनुभएको है यहाँ भाइको छोराको बिहाको लागि भाइको छोराको लागि पहिला आउनुभएको थियो पोखरा पहिले आएको आउनुभएको थियो हजुर। ए अनि ल हजुरको शुभ नाम हजुर भन्नु मेरो घर मेरो सोलु हो अनि त्यहाँदेखि अहिले भाइको बिहा खानु छोराको बिहा खानु भतिजाको आउँदैछ सोलुबाट अनि कृष्ण कमानी हो मेरो नाम त्यति भयो। धन्यवाद। ल हजुर हामी सोलु ठुलो सताङ पालिकाबाट आएका हौँ। कान्छो भाइको छोरा भदाको बिहामा शुभकामनामा आइरहेको छौँ हामी र असुर भाइको चाहिँ म कान्छीको दुध धनमाया हुन्थेन हस् त। ए ल हजुर हजुर हजुरको नाम के हो पदम कुमारी हजुर जेठी फुपू ए भदाको बिहा खान आउनुभएको हजुर पनि सोलुबाट आउनुभएको ए खुसी हुनुहुन्छ नि है भर्खरै आउनुभएको सबै खुसी हुनुहुन्छ ल एकदम रमाइलो गर्नुपर्छ है एकदम खुसी लिएर सोलु फर्किनुपर्छ नि है बिहा एकदम धुमधामसँग बिहा खाएर है खुसी भएर सोलु फर्किनुपर्छ है हस् धन्यवाद।
घर चाहिँ सोलुखुम्बु अँ म चाहिँ यहाँ ममी गाउँमा अँ मेरो भाइको बिहेमा सरी भाइ मेरो माइलो मामा होइन्छ हजुर ल मामा होइन्छ यता साइलो मामा होइन्छ ल दुलाको बाबा मम्मी ल यता साइली माइली होइन्छ मम्मी नमस्कार सम्पूर्णमा मेरो अब छोराको बिहेमा सबै परिवार अलि चर्को बोल्नु भेला आउनु भएकोमा साह्रै खुसी लागेको छ उहाँ हुनुहुन्छ साइला दाई अँ त्यस पछाडि जेठी दिदी हुनुहुन्छ उहाँ हुनुहुन्छ कान्छी दिदी अँ उहाँ हुनुहुन्छ साइलाको श्रीमती साइली भाउजू अँ र मेरो परिवार नै भयो हजुर दोस्रो उहाँ ठुली दिदीको अँ अँ र मैले यहाँ पोखरामा आएर दिदी बनाएर उहाँ हुनुहुन्छ हजुर हामी सम्पूर्ण परिवार अँ खुसी लागेको छ छोराको बिहा अब पछि तेह्र गते हुँदैछ अँ सम्पूर्णमा अब आउनु भएको म साह्रै खुसी लागेको छु त्यसमा अब उहाँ अब आउनु पाउँदा अब फेरि भोलि बिदा छोडेर भोलि गाउँबाट आउँदै अँ हुन्छ सबै परिवार हुनुभएको त्यसमा खुसी लागेको छोराको बिहामा है सबै दाजुभाइ दिदीबहिनीहरू जम्मै भान्जा भान्जी होइन सबै आउँदै हुनुहुन्छ आइसक्नु भएको छ एकदम रमाइलो भएको छ है अनि आज घरमा चाहिँ रोटी कसार होस् अँ पनि भइरहेको छ भइरहेको छ है अँ कति वर्ष भएर हजुर हेम्जा बसेको हामीलाई बसेको भयो 35-40 वर्ष हुन्छ है ए ल यो परिवारमा परदेश भएर पनि अँ अहिले परिवारमा सबै मिलेर बस्न पाउँदा आशा खुसी लाग्छ। दिदी नमस्ते ल छोराको बिहा है सबै पर पाहुना इष्टमित्र आउनुभएको छ होइन खुसी हुनुहुन्छ नि है अँ सम्पूर्ण परिवारहरू भेट्नु पाइयो धेरै लामो समय अँ भेट्नु पाइयो लगभग 30 वर्षकै अन्तरालमा भेटियो अँ एकदम खुसी छ अब पर्सि त मजाले नाच्ने होला नि छोराको बिहामा है नाच्ने एकदम खुसीले नाच्ने ल कसरी नाच्नु चाहिँ देखाइदिनु ल ल एकदम छोराको बिहामा चाहिँ पर्सि धुमधामले नाच्ने भनेर डेमो देखाइरहनु भएको छ है एकदमै रमाइलो हुन्छ ल ओहो ल सबै है ल तपाईँहरू पनि नाचिदिनु यसो एकचोटि सबै ल एकचोटि सबै यता अगाडि आएर ल ल ल एकदम है ल ल भाउजू खोइ त गीत गाइदिनु एउटा टुक्का कति जानुभयो ल सबै अगाडि आएर नाच्नु होला आउनु न नाच्नु न ल भान्जा पनि हाम्रो अशोक भाइको विवाहको लागि एकदम यो रतौलीमा नाच्ने तयारी हुन लागिरहेको छ सबै एकदम खुसी हुनुहुन्छ रमाइलो भइरहेको छ है यहाँ एकदम सपरिवार चाहिँ अब रतौलीमा हामी यसरी नाच्छौँ भनेर चाहिँ यहाँ एकदम डेमो देखाइरहनु भएको छ है ल सुरु ल यहाँ दुला बाबु ल एकचोटि ल जाओस् ओहो ल सम्पूर्णमा नमस्कार आज हाम्रो बाबुको खासा भेट्ने कार्यक्रम भइरहेछ सम्पूर्ण दिदीबहिनी आमाहरू भाउजूहरू आएकोमा म धेरै खुसी छु यसै गरी
पर्सि 13 गते पनि आएर रङ्ग रमाइलो गरिदिनु होला भन्ने आशा राखेको छु र सम्पूर्ण एकदम आइदिएकोमा धेरै धेरै धन्यवाद दिनु अनि सम्पूर्णले गरिदिनु होला ल राजा दिन फेला पारेको ल अब सुन्नुहोस् है पर्सि 13 गते दुलाकी आमा कसरी नाचुन्छ रतौलीमा एउटा चाहिँ त्यो म ल त एउटा गीत पर्सि 13 गते छोराको बिहामा दुलाको मम्मी रतौली नाचमा म यसरी नाच्छु भन्दै डेमो देखाउँदै हुनुहुन्छ है ल दुला यसो अगाडि आउनु पर्यो रोटी दुला बाबु नाचिदेऊ एकदम रमाइलो भइरहेको छ आज दुला बाबु चाहिँ आफै यहाँ रतौलीको नाचमा नाचिरहनु भएको छ दुलाको मम्मी ठुलो मम्मी सबै यो 13 गते विवाहमा हामी रतौली यसरी नाच्छौँ भनेर एकदम खुसी मनाइरहनु भएको छ यो कसार बटानी रोटी हाल्ने समयमा पनि दुलाको बुबा पनि आएर नाच्नु राख्नु भएको छ एकदम रमाइलो भइरहेको छ
रजनी भण्डारी घर पोखरा 21 निर्मल पोखरी आज हाम्रो असार भुटाने दिन सबै आफन्तजनहरू छरछिमेकीहरू सबै आउनुभएको छ र एकदम खुसी लागेको छ है भर्खरै पनि सबै हामी भएको सबै नाचगान गऱ्यो त्यही भएर सबै भएकालाई सबै धन्यवाद र विवाह चाहिँ पर्सि शनिबार 13 गते हुँदैछ यसमा पनि सबै आइदिनु सबैलाई विनम्र धेरै टाढादेखि दाजुभाइहरू होइन ठुलो बुवाहरू ठुलो मम्मी फुपूहरू आउनुभएको छ है धेरै धेरै टाढादेखि ठुलोबा फुपूहरू बेर्माहरू आउनुभएको छ दिदीहरू पनि आउँदै हुनुहुन्छ हजुर उहाँलाई पनि धेरै धेरै धन्यवाद एकदमै उमङ्ग छाएको छ घरमा होइन यो असारको बेलामा पनि यो एउटा छुट्टै किसिमको रौनक लागिरहेको छ है यो विवाहलाई सफल पार्नलाई सबै परपाहुना इष्टमित्र छरछिमेकीहरू पाल्नु भएको छ है एकदम खुसी हुनुहुन्छ नि है घरमा सबै बाबा मम्मी सबै इष्टमित्रहरूको अनुहारमा एकदम खुसी छाएको हामीले देखेका छौँ पक्कै पनि हामीलाई चाहिँ 13 गतेलाई पनि मौसमले आज जस्तै एकदमै साथ दियोस् भन्ने हामी आशा राख्दछौँ है मौसमले साथ दियो भने हामीलाई सुनमा सुगन्ध हुने थियो भन्दै यो असारको यस्तो बिजी समयमा पनि सबै आइदिनु भएको छ त्यसलाई सबै आफन्त छरछिमेक सबैलाई एकदम धेरै धेरै धन्यवाद त्यही धन्यवाद दिन चाहन्छु मन के
ठुलो भयो कोही सानो चाहिन्छ हातलाई यस्तो भाइ अहिलेको जमाना ठुलो कति माथि लको होला यसो कसरहरू देखाइदिनु मलाई ल राखिदिनु हाम्रो बाबुको बिहा हो अशोक बाबुको विदेशबाट आएको हो म ठुलो मम्मी हो ल बिहानी हो अब हामीलाई खुसी छ बाबु बाबु छ बहिनीको बिहाको 7 वर्ष भयो अहिले दाइको पाल हो अब कान्छो बिहा हो है बाबु कान्छो बिहा राम्रो गरेर हामीलाई धेरै खुसी लागेछ ल ल राम्रो होस् ल हामी ठुलो ठुलो मम्मी हो ल सम्पूर्णमा नमस्कार मधुलाको बहिनी अस्मिता विजय मेरो दाई अशोक विजय र हुनेवाला बाबुजी रजनी भण्डारीको यही 2083 असार 13 गते विवाह हुँदैछ उहाँहरूलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना अनि सम्पूर्णलाई विवाहमा धेरै धेरै स्वागत छ धन्यवाद
हल्दीको चमक मेहन्दीको रङ्ग मायाले भरिएको छ यो उमङ्ग छन छन पाउँछु झिलमिली घर पहेँलो हरियो लुगाले शृङ्गार छन छन पाउँछु झिलमिली घर पहेँलो हरियो लुगाले सिङ्गार हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो मिष्ठान्न खाँदै नाचौँ हर्षले रमाइलो बनाऊ हल्दीको रसले सबैले नाची गरौँ रमाइलो हातमा मेहन्दी मनमा उज्यालो सँगी साथी परिवार साथमा यो बाँकी जीवन ईश्वरकै हातमा सँगी साथी परिवार साथमा यो बाँकी जीवन ईश्वरकै हातमा हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो हल्दीको दिन आयो हल्दीको दिन आयो बाआमा भाइ दिदी र बहिनी खुसी बोकी आयो हल्दी मेहन्दी आशीर्वाद मागी मान्य जनाको मुटुमा माया साँचेर सबैको गीतको लयमा हाँसोको बहार सजाऊ यो दिन बनाऊ यादगार गीतको लयमा हाँसोको बहार सजाऊ यो दिन बनाऊ यादगार हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो ल अब चिन्थ्यो के हजुर यता हेर्नुहोस् ल ट्याक्क नअट्नु है ल अगाडि हेर्नु है 3, 2, 1 गो घुमी घुमी नाच्नु है घुमी घुमी
ल सबैलाई हालिदिनु ल बिस्तारै बिस्तारै खनाउनु त बिस्तारै काशी 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 लज्जा Thank you.
वा संस्कृतिमा वयम् अग्रिमा तस्मा देनसो विचारमुच्चतगुण सर्वभूतानं पञ्चको विवरण छ ईश्वरी सर्वभूतानं श्रीयं श्री सत्य लक्ष्मी सत्यं ल पूजा गरिहाल्नु है हरि ओम श्री सत्य लक्ष्मी सत्य पक्कन्य बहुरात्रे पासर्वेण सत्रादि रूपमा व्याप्तं विसत्यक्रम मोमख्यां सर्वावस्था गतिविषय पुण्डरीकाच्यं स्वब्रह्म भ्यान्तर सूची अब त्यो पुस्तकमा औँठी लगाएको छैन ध्यान अक्षता फुल लिएर जान्छ मात्र त सतम जल्छ मात्र सतम हरिको त सृष्टि कारण ब्रह्मादित्य प्रादित्य सत प्राकृत दै वैवस्वत मनमन्तारे अष्टमासतम मासे संसार सुता विशिष्ट अद्य हाम्रो गोत्र गरी रे कासे बदे कासे हिमबादु नाम ब्रह्मम अब भीम भने नि भो हरि पनि अक्षता पुरले गाई बच्चीमा पूजा गर्भ गर्भस्य भेम विजय विवाहवशम अनन्त पुण्य फलदम मत शान्ति प्रयक्षमे पश्चिम मनसक एवं सर्वदेवेशमात शान्ति प्रयक्षमे दुष्कृतम तैरागिनुस् र मलाई चाहिँ चन्दन गरिरहेको गोविन्दाय नमो नमः टिकुला गर्दैछ धुनुसरम उसका टुक्राले जलमा चौक्दै गाई बाच्चा चौक्दै सिरा लाउँदै अनुसार हरिओम नमो सहस्रताय सहस्रभूताय सहस्रपालस्थ शिवभावी सहस्रनामे पुरुषाय शिवतारा सहस्रपालस्थ मातरा सहस्रजय हेरौँ त आफू जगत मान्छे सकल जगत सृष्टि गर्ने हरिओम सहस्र सहस्र विष्णु विष्णु विष्णुमा जागृत भीम बहादुर मेरो नाम चाहिँ काशी भीम बहादुर नाम सुविताब्दम प्रास्ताक वदनम सुव्य बातुजन शैलांश अभिषेक संकल्प सिद्धिरस्त अध्ययन काश्य वदस्य काश्यकस बनादित त्रिप्रवरस्य आत्मतां च गोदान प्रतिष्ठा गत्र हरित्राम नाम सुविताब्दम गोदान प्रदान पश्चात् स्वयं तुभ्यमं संप्रददे तैरादिन हरिओम तत्सत् नाम देवशान्ति पृथ्वी शान्ति राष्ट्र शान्ति हरसदय शान्ति वनस्पति शान्ति विश्वदेवा शान्ति काम शान्ति रति हरिओम स्वस्ति नगर सर स्वस्ति पुत्र विश्वदेवा स्वस्ति नष्ट अर्षणे स्वस्ति नगर सुदातुम अंतिम अब बाजिनु पर्यो मिलाएर नास्तिक नबाल्नु है त्यो त भोलिसम्म गर्नुपर्छ एकैचोटि नबाल्नु है दुईटाको चाहिँ नबाल्नु एउटा मात्र बाल्नु असिलो भयो त्यो बालेर सर्को गर्नु बुझ्यो कि तपाईँलाई फेरि कुन पनि त्यहाँ अब त्यो बत्ती बाल्नु भयो तपाईँको त्यता पूजा हाल्ने हो है नाति के गुरु हजुर हाई हरिओम नमः कमलानवाय नमस्ते जलसायिनी नमस्ते केतवन्द वासुदेव नमस्ते वासनम वासुदेव वासुदेव मन्त्र सर्वोत्तरी वासुजी वासुदेव बाबुले पूजा हाल्ने अब यहाँ ज्योति लेखाएको बाबु त्यो रक्षाबन्धनमा नै अनि फल एउटा सिङ्गो फल लेखा अर्घमा चन्दन पहिला अर्घको पूजा गरेर फुल भयो हजुर अर्घ निर्माण विधि अर्घ निर्माण विधि अत अर्घ निर्माण विधि गङ्गेश यमुना चैलम सत्य नर्मण शिव काव्यम दर्शम सान्दकुरु पाय प्रतिगम पाय औषधि पाय दिगम तेल धेरै भरि भए पनि निक्छ कि यसमा नगो नारायणमा सोर्स मन्दिरमा उत्तर दिशा अथर्वेद क्रमेणमा ब्रह्मायणमा विष्णुआयणमा महेश्वरायणमा गङ्गायणमा जमुनायणमा नवलाख तारवेणमा श्री कालीनागायणमा बाँचेनमा बाचस्पतिमा विष्णुवेणमा महद्वेणमा अधमेणमा अपामपतिमा वरुणदेवतावेणमा भक्तिको बाहिर बाहिर ओम तिरुभतिर्भङ्ग आशीर्वाद व्याजदन प्रतिपादन विष्णु विशाल भारत विशिष्टभावी सहनाम पुरुषाय सहस्र कोश मन्त्र सर्वभूतानि वासुदेव वासुदेव नमस्ते शुभम भवन्तु कल्याण मार्ग धन समृद्ध बोले दीपनारायण भगवानको सिद्धिरस्त अध्याय एमनाम नाममा भगवान का पूजा अर्चना तैयारी दूसरा सर्वदा ओम मेरे मन में अन्य प्रकार परिस्थिति को शिव से नागारम हरिओम मार्गम समर्पयामि सरस्वती महाप्रसादं प्रयासमतिपास तस्मात् ब्रह्मोपायं विद्वस्यं उपायं विद्वस्य प्रयत्नतानि चामल माथि राख्ने यो कलश माथि फुल निकालेर त्यहाँ माथि त राख्ने ल अब
अब त्यहाँ पूजा हाल्छ एउटा विजय गरेको सटक कुरो तयार चाहिँ सबैलाई कमरीको दायरामा हेर्नुको दायरामा साम्यदारमा असरदारमा कचानमा रुदारमा गङ्गामा सम्भवत गाडी सार्दै सन्त पुष्टिको अङ्ग प्रतिष्ठा शिवसम प्रमाण सन्त प्रजापति आज त वर्ष यतै आउनु हरिओम गणपति पद्मायनमा सची आगच्छि तिष्ठि अब पूजा प्रथम सूत्र बाबा सो हजुर विजय आगच्छि अतिम विजयमा सुहा आगच्छि अतिम सुहायमा अतिलाई ढकाला आनवतन नाम काशी जिल्ला गण्डकी अञ्चल पोखरा महानगरपालिका हुनुपर्छ जस्ताको चाहिँ ग्रामीण पुण्य क्षेत्र सक्षम रदो नाम सम्मस्तरे नाश सम्मासे हिजो आउने भनेको त्यही लगाइदिनु पर्ने गन्दा गन्दा उत्समार्गे सद्यपानम रूपयम प्रतिगृहन्ताम घुमाइदिनु विजन विवाहवसन अनन्त पुण्य फलदमर्थ शान्ति प्रयक्षमे फिलहाल भक्तु साधना लिनु जल समातेर त्यहाँ छोइरहनु हरिओम तत्सत भन्ने नाम शपथ निकायनु हजुरआमा वृद्ध पिता बुढा तपाईँले जल समातेर कायन साम्प्रदायमा पश्चिमी साम्यदत्त आगच्छति अतिष्ठम यावत् पूजा कर्म स्वागतम यस गङ्गा पुष्पचन पश्चिमदार है उत्तरे अटोदायमा अटोदत्त आगच्छति अतिष्ठम यावत् पूजा कर्म तावत् अहिलेको लागि यस्ता गङ्गा उत्तरे अटो जयमा विजयमा सुशीलायमा जय विजय सुशील आगच्छति अतिष्ठम यावत् पूजा कर्म हरिओम नम सम्भवाय च मय भवाय च कोण धाइले ब्रह्मा विष्णु महेश्वर चन्द्रमा यहाँ दिनु बह तम यावत् पूजा गर्मी तावतम यावत् पूजा गर्मी तावतम सूत्र बाबा सुप्रश्न गर्दै बाबा यसा गङ्गा पुष्पतम गङ्गा आइलेमा जमुना आइलेमा यागच्छति यापिष्ठ यावत् पूजा गर्मी तावतम सूत्र बाबा सुप्रश्न गर्दै बाबा सुब्रत बाबा मैले दिशाबाट बुझाइ नि त्यो ब्रह्म रातो दशले नमः हरिओम वर्ष मात्र नमः विनायक मात्र बुद्धि वर्ष मात्र बेनमा आवन शब्द मतवेनमा अब यहाँ पूजा गर है रक्षाबन्धनमा पूजा भयो होइन हरिओम दक्ष देवता बिना मोरम प्राणको रक्षण वासुदेव गर्दा पदम भामा पापरे गर्दा रक्षलम तपाईँ पुस्तकको पूजा रावण जौतीले मात्रै सरस्वती माया विष्ण दिना पुत्र राणे गाली गालीमा गाली गालीकै परमेश्वर पैसा अनन्त पुण्य फलदम शान्ति प्रयक्षमे हरिओम तत्सत 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 विष्णु 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 पूर्व संकल्प सिद्धिरस्त अध्ययम तथा च यत संख्य देवता ब्रह्माण्ड हवन ब्राह्मण एउटा चन्दन खेतीको लाएर मलाई पूजा गरी हाई गर्भवश गर्दैनौँ गर्भवश गर्दैनौँ गर्भ वनस्पतिनां गर्भ मातरम मातरमबाट पर्वतमा हेर्नु हरिओम पूजा पाँच अन्नप्राशनम अब अन्नप्राशन
Barumaya Swaram Barumaya Namam Hari Om Pranamate Pranamate Navame Pranamate Navame Om Surjaya Swaram Teri Surjaya Namam Sakratam Atratam Shivatratam Om Shivaya Swaram Shivaya Namam Om Vinakaya Swaram Vinakaya 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 Om Asmina Tabrava Bhattase Yama Vriyadata Vinidanta Tabrava Dani Namam Hari Om Adita Om Prajapate Swaram Prajapate Namam अब चन्द्रमा यहाँ चन्द्रमा छ नि लौ अब यो चन्द्रमाको यसो भिजाउँछु पूजा चन्द्रमाको पूजा गरेर हरि ओम जाइदियो है सबै त परोस् सबै तपाईँलाई ल अब घाउमा आधारसित हिँड्नुहुन्छ है घाउमा ध्यान भएको प्रभो अग्नि मोदति कौतिपत्य पुण्यते अपाङ्गमा भूर्वश वर्तते सब भातहरू गतो रक्त भन शनिश्चर अब शनि ग्रह है नयाँमा ध्यानं समझे शनिश्चरायमा रमाइलो गरिदिनु होला दुःख कष्ट गरेर भए पनि एकछिन नबिसाइकन भए पनि रमाइलो गरिदिनु होला यसमै म भन्छु
हिन्दी गाना यसो बुझेर mereka bisa jual. एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ भेटै नहुँदा नि
खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ। तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख। तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख। जान नदेऊ मलाई अब टाढा माया यो होस् अझै गाढा। तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख। मन मेरो तिमीबाट टाढा नजाओस्। मन मेरो तिमीबाट टाढा नजाओस्। आधीहुरी सम्बन्धमा कहिल्यै नआओस्। आधीहुरी सम्बन्धमा कहिल्यै नआओस्। तिम्रो मुटुमै थुनेर राख मेरो सिरानी होस् तिम्रो काख। मिलनका गीतहरू रमाउँदै गाउँ। मिलनका गीतहरू रमाउँदै गाउँ। हाँसी खुसी माया बाँडी जिन्दगी बिताऊ। हाँसी खुसी माया बाँडी जिन्दगी बिताऊ। तिम्रो मनैमा साँचेर राख मेरो सिरानी होस् तिम्रो काख। तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख। खुसी हुनुहुन्छ नि है? ल रतौलीमा नाच्नुपर्छ है। स्माइल।
नज्म नज्म सा मेरे होठों पे ठहर जा, मैं ख्वाब ख्वाब सा तेरी आंखों में जागूं रे। तू इश्क इश्क सा मेरे रूह में आके बस जा, जिस ओर तेरी शहनाई उस ओर मैं भागूं रे। धर्म गरे पनि दिनका दिन सकिँदैन बा आमाको तिर्न ऋण। जति धर्म गरे पनि दिनका दिन निहौ दिनका दिन सकिँदैन बा आमाको तिर्न ऋण। हो नि तिर्न ऋण। एक नम्बरी सुन हो एक नम्बरी सुन, बा आमा भनेका जिउँदा देउता हुन्। बा आमा भनेका जिउँदा देउता हुन्। बा आमा भनेका जिउँदा देउता हुन्। जति धर्म गरे पनि दिनका दिन सकिँदैन बा आमाको तिर्न ऋण। एक नम्बरी सुन हो एक नम्बरी सुन, एक नम्बरी सुन हो एक नम्बरी सुन, बा आमा भनेका जिउँदा देउता हुन्। बा आमा भनेका जिउँदा देउता हुन्। बा आमा भनेका जिउँदा देउता हुन्। माया र सम्मान गरौँ है जहिल्यै पनि, गरौँ है जहिल्यै पनि। बा आमालाई नरुवाउनु कहिल्यै पनि, नरुवाउनु कहिल्यै पनि। माया र सम्मान गरौँ है जहिले पनि, बा आमालाई नरुवाउनु कहिल्यै पनि। हामीलाई पाउँदा बा आमा हर्षमा कति हर्षमा, हेला गरे परिन्छ है नरकमा। हामीलाई पाउँदा बा आमा हर्षमा कति हर्षमा, हेला गरे परिन्छ है नरकमा। हो नि नरकमा। एक नम्बरी सुन हो एक नम्बरी सुन, एक नम्बरी सुन हो एक नम्बरी सुन, बा आमा भनेका जिउँदा देउता हुन्। बा आमा
धन सम्पत्ति सबै सन्तानमै रित्याउँछन् सारा जीवन हामीमै सिध्याउँछन् मन्दिर मस्जिद धाउनु मात्र के काम बा आमाको पाउ नै हो चार धाम मन्दिर मस्जिद धाउनु मात्र के काम हो त के काम बाबाको पाउनै हो चार धाम हो नि चार धाम घरमै भगवान हाम्रो घरमै भगवान घरमै भगवान हाम्रो घरमै भगवान हाम्रै जन्मदाता हुन् ठुला भगवान हाम्रै जन्मदाता हुन् ठुला भगवान हाम्रै जन्मदाता हुन् ठुला भगवान जति धर्म गरे पनि दिनका दिन सकिँदैन बाआमाको तिर्ना ऋण एक नम्बरी सुन हो एक नम्बरी सुन एक नम्बरी सुन हो एक नम्बरी सुन बा आमा भनेका जिउँदा देउता हुन् बाआमा भनेका जिउँदा देउता हुन् बाआमा भनेका साक्षात देउता हुन् बाआमा भनेका साक्षात देउता हुन् बाआमा भनेका बोल्ने देउता हुन् बाआमा भनेका बोल्ने देउता हुन् बाआमा भनेका ठुला देउता हुन् बाआमा भनेका ठुला देउता हुन् Bye. हामी साइडको बेला यसो ल
अब घुमाइदिनु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो
सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना बिताउने हाँसी खुसी जीवन अब सँगै बिताउने बिस्तारै 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 Sabor de biar itu sih berai, mau ni. चौखट पे चल के आज चारों धाम आए हैं बजाओ ढोल स्वागत में मेरे